हेलो एभ्रिवान। आज चाहिँ हामी चिकन ड्रमस्टिक बनाउँदैछौँ। त्यसको लागि चाहिँ मैले चाहिँ चिकनको लेग पिस लिएर चाहिँ त्यसको चाहिँ मासुलाई चाहिँ अब चाहिँ मैले चाहिँ माथितिर फोल्ड गरेर चाहिँ ड्रमस्टिकको सेप दिँदैछु। तपाईहरूले पनि यो भिडियोमा देख्न सक्नुहुन्छ। अब खानी भइसकेपछि अलिकता मेहनत गरेर राम्रै बनाएर खाम भनेर चाहिँ मैले चाहिँ यसो मेहनत गर्दैछु है त। मलाई पनि वास्तवमा यो ड्रमस्टिक कसरी बनाउँछ भनेर त आउँथेन, त्यही भएर मैले पनि युट्युबमा हेरेँ र युट्युबमा हेरेर चाहिँ सिकेर चाहिँ मैले चाहिँ तलको अलिकता मासु चाहिँ कट गरिसकेपछि चाहिँ अलिकता बल्लाएर चाहिँ फोल्ड गरिसकेपछि यसले राम्रोसँग सेप लिँदो रहेछ र यो बनाउँदै जाँदाखेरि चाहिँ एकैछिन झ्याउलाए पनि तर यो सेपहरू चाहिँ ड्रमस्टिकको सेप आउँदै जाँदाखेरि चाहिँ मलाई पनि मजा लाग्दै गयो र मैले पनि यसरी चाहिँ ड्रमस्टिक बनाएँ। चिकन रेडी भएपछि म्यारिनेट गर्नको लागि अलिकता जिन्जर पेस्ट लिएँ मैले। त्यसपछि गार्लिक पेस्ट एड गरेँ। स्वाद अनुसारले अब नुन थप्छु। आफूलाई कति खान मन छ त्यही अनुसारले नुन एड गर्ने। त्यसपछि मैले चाहिँ चिल्ली पाउडर पिरो पिरो खाने भनेर चाहिँ चिल्ली पाउडर चाहिँ मस्त हालेको छु। कलरको लागि अलिकता बेसार एड गर्दैछु र त्यसपछि मिट मसला फ्लेभरको लागि चाहिँ अब एड गर्दैछु है त। र अब कर्नफ्लावर अलिकता हालेर चाहिँ यसलाई चाहिँ मैले चाहिँ अब मजारी मोल्ने तयारी गर्दैछु है त। ल कर्नफ्लावर चाहिँ धेरै युज नगर्नु होला र सबै कुरा सबै मसला हालिसकेपछि चाहिँ अब चाहिँ चिकनमा चाहिँ त्यो मसला मजारी म मोल्दैछु। अब यो मसला चाहिँ भित्र जाओस् र फ्लेभर मजासँग आओस् भनेर चाहिँ म अब यो चिकन र मसलालाई मिक्स गर्दैछु। यहाँ चाहिँ फेरि यो मसलाहरू चाहिँ हार्ड एन्ड फास्ट यही युज गर्नुपर्छ भन्ने छैन। तपाईँहरूलाई के युज गर्न मन लाग्छ त्यो युज गर्दा पनि हुन्छ, तर मिठो चाहिँ हुनु पर्यो। र यसरी चाहिँ मैले सबै ड्रमस्टिकलाई चाहिँ अब टिफिनमा राखेँ र अब चाहिँ फ्रिजमा एकैछिन म्यारिनेट हुनको लागि छोडिदिँदैछु। A few moments later. फाइनली अब केही समय म्यारिनेट गरिसकेपछि अब हाम्रो ड्रमस्टिक रेडी छ। हामी चाहिँ फेरि फ्राईवाला नखाने भनेर चाहिँ हामीले चाहिँ ग्रिलको कन्सेप्ट ल्यायौँ। त्यही भएर चाहिँ अब यसलाई चाहिँ मैले ग्रिल गर्नको लागि चाहिँ यसरी चाहिँ सिल्भर फोइल तल राखेर चाहिँ त्यो माथि चाहिँ यसरी चिकनलाई चाहिँ राखेको छु। अब यसमा अलिकता तेल लगाएर चाहिँ अब मैले चाहिँ ग्रिलको लागि छोडिदिँदैछु। तपाईहरूले हेर्न सक्नुहुन्छ चिकन यस्तो असम देखेको छ। चिकनलाई चाहिँ बेला बेलामा चाहिँ यसो हेर्दै कतिको पाकेको छ पाकेको छैन डढेको छ छैन चेक गरिराख्नुपर्छ। त्यही भएर चाहिँ यसलाई चाहिँ बेला बेलामा यसरी चेक गर्दै फर्काइ हामीले पकाउनु पर्ने भएको भएर मैले चाहिँ अब सब चिकनलाई चाहिँ अब एकतिर पाकिसकेपछि अर्कोतिर पनि अब फर्काउँदै पकाउँदैछु। तातोले चाहिँ फर्काउन चाहिँ अलिक गाह्रो हुँदो रहेछ, तर पनि खानी भइसकेपछि यति मेहनत त गर्नै पर्यो। चिकन एकदम राम्रो देखिरहेको छ ड्रमस्टिक। अब सबै ड्रमस्टिकलाई फर्काइसकेपछि अब बाँकी भागलाई पनि अब पाक्नको लागि हामी एकैछिन छोडिदिँदैछौँ। र फाइनली यु क्यान सी हाम्रो ग्रिल ड्रमस्टिक रेडी भएको छ। एकदम बबाल देखिरहेको छ र यसलाई अब हामी प्लेटिङ गर्दैछौँ र प्लेटिङ गरेर चाहिँ यसलाई अब टेस्ट गरेर पनि हामी देखाउँछौँ है त। यो ड्रमस्टिक देखेर मनै हरर भएर आइसकेको छ।
A few moments later. फाइनल्ली हाम्रो ग्रिल ड्रमस्टिक हेर्न सक्नुहुन्छ र यो हाम्रो हनी गार्लिक सस। अब यसमा हामी यस्तो डिप गरेर फ्राई गर्छौँ। ओहो फ्लेभर बडा। तपाईहरु पनि यसरी नै घरमा बनाएर खानुहोस्। Cheers.